लिएर यहाँ घाउहरू विभिन्न छ। त्यसैले गर्दाखेरि चाहिँ यो ठाउँमा आएर सरकारी स्तरबाट पनि गृहमन्त्री समेत आएर पनि उहाँलाई हेरिसकेको अवस्था छ। उहाँले न्याय पाएको छैन होइन। अब उहाँ यसरी नै बसिराख्दाखेरि उहाँको यो घाउ चाहिँ पाकेर खुट्टा काट्नु पऱ्यो भने उहाँ यहाँ बितिहाल्नु भयो भने कसले जिम्मेवारी लिने त? त्यसले गर्दा यस्तो केस हेरेर यो संवेदनशील केस हो, यो अर्जेन्टै निभाउनु पर्ने केस भएकोले गर्दाखेरि यस्तोलाई चाहिँ सरकारले नै सरकारी कोषबाट 10-15 लाख कति हुन्छ दिएर भए पनि उहाँलाई चाहिँ यो गर्नु पर्दैन। सरकारको दायित्व के हो त? तपाईँ हाम्रै सबै ट्याक्स हो त, यो त वास्तवमा भन्ने कर उठाएको हो त। यो पैसा चाहिँ उहाँलाई जे जति सकिन्छ तुरुन्त सरकारले दिएर चाहिँ उहाँलाई यहाँबाट सही ठाउँमा चाहिँ तपाईँ स्थानान्तरण गर्नुपर्ने मद्दत गर्छु। किनभने केस पनि हेरेर हामीले काम गर्नुपर्ने हुन्छ। उहाँको त ज्यानै जाला जस्तो स्थिति भइसक्यो। यस्तो उसलाई पनि सरकारले नहेर्नु भनेको चाहिँ लाजमर्दो कुरो हो। त्यसैले गर्दाखेरि सम्बन्धित निकायमा म ध्यान आकर्षण गराउन चाहन्छु कि चाँडोभन्दा चाँडो यी चेलीलाई चाहिँ यहाँबाट कतातिर स्थानान्तरण गरेर होइन सरकारले जे जति दिनु सक्नुहुन्छ विभिन्न कोष छ त हाम्रो नेपालमा, ती कोषहरू चाहिँ के को लागि? आफ्नो कार्यकर्ताको लागि मात्र हो कि के हो? सरकार यो बुझाउन चाहे क्या? उहाँ पनि नेपाली नागरिक नारी हुनुहुन्छ। मलाई छिटोभन्दा छिटो चाहिँ सरकारबाटै केही रकम प्रदान गरेर मलाई सही ठाउँमा तपाईँ स्थानान्तरण गर्न म अनुरोध गरेँ। हस्, धन्यवाद। यहाँलाई गृहमन्त्री आउनु भएर पछि चाहिँ के भन्नुभयो गृहमन्त्रीजीले? एउटा अपाङ्ग स्थिति छ, मेरो जाने मेरो अवस्था छैन कि म कसैको सहारा बिना म हिँड्न सक्दिनँ। मेरो सहारा भनेको मेरो साथमा मेरो छोरी मात्रै छिन्। अब पुलिस प्रशासनलाई भनेको हामीलाई थाहा छैन भन्नु पर्यो अनि अब मलाई कसलाई लगिदिने त? म यतिकै यहीँ बसिरहेको थिएँ। अब मेरो फोन नम्बरहरू नामहरू लिएर जानुभएको छ। जे गर्नुहुन्छ गृहमन्त्रीले नै गर्नुहुन्छ भन्ने आशाले नै पछि फोन आयो कि आएन तपाईँलाई? फोन आएको छैन। हजुर, त्यहाँबाट हिजो होइन अस्तिको दिन डिएसपी साहब आउनुभयो र गृह मन्त्रालयमा बोलाउनु भएको छ भनेर मलाई भन्नुभयो शनिबारको दिन। हजुर, शनिबारको दिन त गृहमन्त्रीले त बोलाउनु हुन्न थियो। मलाई यही मनमा थियो कि एउटा शनिबारको दिन त गृहमन्त्रीले नबोलाउनु पर्ने, तर गृहमन्त्रीले शनिबार छुट्टीको दिन पनि हाम्रो पीडितहरूलाई बोलाएर चाहिँ न्याय दिनुहुन्छ भन्ने त्यो पनि आशा भयो क्या मलाई त। शनिबारको दिन पनि काम गर्नु हुँदो रहेछ हाम्रो गृहमन्त्रीले भन्ने त्यो पनि मलाई आश भयो क्या। तर मलाई गृहमन्त्रीले बोलाउनु भएको होइन रहेछ। त्यहाँ गृह मन्त्रालयमा चाहिँ सचिवालयको एकजना कर्मचारी म्याम हुनुहुन्थ्यो होइन, उहाँ म्यामले चाहिँ मलाई भन्नुभयो कि उल्टै मलाई दबाब दिने कुरा गर्नुभयो क्या। जुन